हेलो गाइज नमस्ते। म चाहिँ प्रमोद तामाङ हैन। अनि आज म चाहिँ यसो घुमघाम गर्नलाई बाहिरतिर हिँडिया हैन एक्लै, किनभने आज न्यु इयर इभ के कस्तो रौनक रहेछ हेरौँ भनेर निस्किन्ला हो। यो मेरो फर्स्ट भ्लग हो हैन, थाहा छैन कस्तो हुन्छ। इडिडिया यताउता गान्डाङ गुन्डाङ हैन, लौडा लसुन केही थाहा नै छैन क्या, तालमा हान्दिया हो मैले हैन, थाहा छैन। अनि एक्लै जानला केटाहरू सुत्ने रे, म चाहिँ यसो घुमिदिउँ भनेर कति सुत्नु, जहिले पनि सुतिरहन्छ है। अनि म अनि मेरो साथी छ नेपालबाट आएको थियो, मेरो जिग्री हो, त्यसलाई मैले आज भ्लग हान्छ भने पनि त्यसलाई थाहा छैन। म अहिले त्यसलाई क्याप्चर चाहिँ गर्छु त्यसको भिडियो, त्यसलाई थाहा छैन के हुन्छ कस्तो हुन्छ हैन। सायद त्यो सरप्राइज हुन्छ हैन, बिल्ला पनि हुन्छ एकचोटि त त्यसलाई मुख छाड्न चाहिँ बेर्छन् त्यसले हैन। तर हेरौँ न के हुन्छ, जस रमाइलो गर्नुपर्ने हुन्छ हैन। यताउति फर्स्ट भ्लग हो, अलिकति एक्सपिरियन्स छैन गाइज हैन, यस्तै हो। अनि म चाहिँ अहिले यता क्रोसियामा छु क्या, आएको त्यस्तै 11 महिना जस्तो भयो, कहीँ घुमेको छैन क्या, घुमेकै कहीँ छैन है। अनि यहाँ हाम्रो रेसिडेन्स पर्मिटहरू चाहिँ टिआरसी कार्ड रिन्यू गर्न लिएर आएको थियो, अनि त्यसको अवसरमा घुम्न पाएको। क्रिसमस पनि यतै बस्यो, यहाँ आएको लगभग यो अहिले चाहिँ म भएको ठाउँ चाहिँ क्यापिटल सिटी हो हैन। त्यस्तै हो गाइज, त्यस्तो विधि राम्रो ठाउँ त होइन है, बिल्ला हो युरोप नाम मात्र हो, बिल्लै लाग्छ मलाई चाहिँ। अब मान्छेहरू त खुब आइरहेको हुन्छ। अनि अहिलेसम्म चाहिँ रेसिडेन्स पर्मिट पनि रिन्यू त गरेको छैन, डेट सक्या त थुप्रो भइसकेको छ। अब हेरौँ कहिले लिएर जान्छ भोसडीकेहरूले होइन। भ्लग हान्ने हो, बवाल चिल हान्ने हो होइन, फर्स्ट भ्लग भयो नि, हानिन्छ केटा म खतरा। अनि घुमाउँ न, क्रिसमसको बेला त रमाइलै भएको थियो। अब फर्स्ट टाइम भनौँ आएदेखि एकचोटि घुमेको छैन क्या मैले यतातिर चाहिँ। आयो रुमको रुम होइन, काम रुम, त्योभन्दा अरू केही छैन। अहिलेसम्म कहीँ नै घुमे पनि छैन होइन। अहिले यहाँ जाग्रेबमा आएपछि चाहिँ हान्ने चाहिँ चिल मजाले, दिनभरि काम हान्ने हो होइन। बेलुका यस्तो हुन्छ नि, झ्याउला पनि बाहिर निस्किने, पार्कतिर घुमिदिने, यस्तै गरेर हिँडिरहेको छु। रमाइलो छ। अब यहाँबाट नि हामी जान्छौँ, मेबी नेक्स्ट विक चाहिँ हामी यहाँबाट निस्किन्छौँ हाम्रो अर्को साइडमा, आफ्नै पहिला भएको ठाउँमा। त्यहाँ चाहिँ ठाउँ चाहिँ छैन घुम्ने है। अनि हेरौँ आज भ्लग कतिको लामो हुन्छ थाहा छैन है केटाहरूलाई फेरि कति मैले मात्र बोलिरह होला, यसो बाहिरको चेहरा यहाँ हान्ने भन्ने पनि हुन्छ होइन। देखाइदिए यस्तो गाउँसाउँ जस्तै है, सिटी भन्ने क्यापिटल सिटी भन्ने मात्र। अहिले उता गइसकेपछि अलि रमाइलो हुन्छ होइन। अहिले त त्यति रमाइलो नै छैन यतातिर साथीहरू होइन। इन्जोय गर्नुहोस् मेरो भ्लगमा होइन, सपोर्ट भन्ने पनि अब तपाईँहरूको छँदैछ। अब गफाडी हो म चाहिँ होइन, गफ त म जोत्न हानिदिन्छु, तर एडिट गर्न चाहिँ मलाई थाहा छैन। मैले यो मोबाइलै बिल्ला छ है, 2 वर्ष भइसक्यो, यो अनुहार नै राम्रोसँग देखाएको छैन होला, 2 वर्ष भइसक्यो। अब हुन्छ नि त्यो एडिट गर्ने केही थाहा छैन, पुरा क्यामेरा पनि क्लिक गर्न आउँदैन। त्यो के भन्छ, क्यामेरा अन गर्ने, फेरि के अरे भिडियो रेकर्ड फिनिस गरेर फेरि यताउति गरेर मिलाइरहेको छु क्या, सेल्फी क्यामेरा र ब्याक क्यामेरा लिएर होइन। थाहा छैन साथीहरू, तर ट्राई त हान्ने हो कि होइन, हिम्मत हार्नु भएन नि, प्रयास नै अब सबभन्दा ठुलो कुरा हो। यो पालि नभएन अर्को पालि त आउँछ नि गाइज होइन। यस्तै हो, घुम्नुपर्छ, रमाइलो हान्नुपर्छ। आज मेरो साथी बबाल वेटिङ गरिरहेको छ है त साथीहरू। म एकछिनमा भेट्छु नि त, गाडी चढ्नु पर्ने हुन्छ। अब कति टाइम वेट गर्नुपर्छ मलाई थाहा छैन है, अहिले भेटौँला है त गाइज। फाइनली गाइज म यहाँ के भन्छ बस स्टेसन आइपुगेँ होइन। अब यहाँ मैले बस कुर्नुपर्ने हुन्छ, हाम्रो बस स्टेसन चाहिँ यही हो, महाकसम होइन, यही हो, यहाँ बस्ने हो महाकसम। आनन्दले बस कुन्यो, कति भयो बस केही थाहा छैन। यहाँ रोड छ,
यताबाट बस आउँछ भने म चाहिँ यता जाने है, यो साइडमा यता जाने हो गाइज। अहिले एकछिन भ्लग के अरे बस कुर्छौँ है, कति टाइम लाग्छ है त गाइज। एउटा गाडी कुर्दा कुर्दा बल्ल बल्ल आयो यार, नयाँ कसम गाडी यही हो आइरहेको छ यताबाट। 45 मिनट जस्तो गाडी कुरेपछि आयो यार। त कहाँ हुन्छ यस्तोबाट गाडी, यस्तै हुन्छ केटाहरू। अब गाडीमा चढ्नै पर्ने हुन्छ। ल गाडी चढ्यो, साथी कुर्दैछ, त्यहाँ पुगिसकेछ है। अब केटा गाडी त्यहाँ पुगेपछि 15-20 मिनटमा हामी पुग्छौँ होला। त्यसपछि फेरि म साथीसँग भेट्छु तपाईँलाई। ए केटा हो ए म्याचेस मलाई कुरेर बस्या तट मुला गाडीमा के म्याचेस भ्लग हान्छु भने त मुला सबजना चुपचाप लागेर छ। ल म्या पछाडि त चुम्मा चाटी हान्छ त यार हान्छु भने बोल्छु भने त मुझे बोल्नै सक्दैन ल्यामा मुझे होइन। भ्लग हान्छु भने नि आज त पनि भ्लगमा आउँछस् म्याचेस। यो चाहिँ लालमती है केटा, लालमती हो होइन। अब हामी जिग्री जाग्रा हो बच्चादेखि नै, म चाहिँ यसलाई नै भेट्न आएको। जाने हो अझ यहाँबाट ट्रेन चढेर जानुपर्ने हुन्छ हामी, तर ट्रेन के अरे गाडीमा चाहिँ मा कसम बोल्नै सकेन भने बोल्नै सकेन है। कस्तो राम्रो राम्रो केटीहरू छ, के गर्नु अब क्यामेरै मलाई ठिक छ। हामी चाहिँ यसमै जाने हो होइन। अब यहाँबाट लगभग कति मिनट हुन्छ, 15-20 मिनट। जगर्स एउटै त नि मलाई, जगर्स एउटै कलरको रहेछ गाइज। मलाई यार एडिट गर्नै आएन भने लामो किन मिल्दैन। तरुनी छ मा कसम, के गर्ने हो लामो केटी छ मा, हेर्दै दाग लाग्ला जस्तो केटीहरू। म केटा यही ट्रेनमा चढ्छु होइन, म भ्लग हान्दिनँ मा कसम। यहाँ मैले पुरै सबजना टुवापर हेर्छ, नत्र भए म यहीँ चढ्छु अनि पुगिसकेपछि म फेरि कन्टिन्यू गर्छु मेरो भ्लगलाई त गाइज। हामी यहाँ आइपुग्यौँ होइन। अब बोलिन्ला आज त बबाल मान्छेहरू चाहिँ मान्छे बबाल छ है। कन्सर्ट पनि रहेछ आज यहाँ कसम। ओ भाइ लमा कति मान्छे आज त कमिला सरी छ हौ मा। कन्सर्ट नै चलिरहेको रहेछ, भरे हुन्छ होला कन्सर्टको मजा त ना कसम केटा हो। ए जाग्रेब चाहिँ यो सेन्टर भन्छ क्या यसलाई। नेपालीहरू यहाँ बवाल भेट्छ क्या। बोल्न त नि लामो मेरो ब्लगमा यहाँ होइन। यसले होइन यहाँ डेलीभरि काम गरेर चाहिँ क्या ओल्डमा ना कसम। यो सबै थाहा छ यसलाई चाहिँ। यो आएको 5-6 महिना जस्तो भयो होला म्याक्सिमम भयो भने होइन। म आएको यहाँ क्रोसियामा आएको 11 महिना भयो। 11 महिनामा यो मेरो सेकेन्ड टाइम थर्ड टाइम होला त्यो नि। म भर्खर आएको भएर किनभने मैले भनिहालेँ अघि नै होइन, के अरे मेरो कार्ड रिन्युको लागि। तर आज यहाँ बबाल रहिला हुन्छ ल नआएको आज इन्जोय हान्नुपर्ने हुन्छ। क्रिसमसमा त्यति रमाइलो थिएन। यही हो एउटा हो जाग्रत सिटी भनेको होइन। फोटोसोटो त हानेको थियो, अब थोडा नै राम्रो नभएपछि गाह्रो छ। अनि हामी चाहिँ अब अझ तलतिर जान्छौँ। ट्रेन यही हो कडा हो। नेपाली होटेल पायो भने चाउमिन र मोमो खानुपर्ने हुन्छ, अरू भने त्यस्तै उस्तै हो गाइज। अब अरू चाहिँ के होइन, मोमो चाउमिन अनि पानीपुरी चाहिँ खानुपर्ने हुन्छ गाइज। धेरै मिस गरिरहेको छु नेपाली खानालाई। त्यस्तो क्या भ्लग हान्न चाहिँ लास्टै झ्याउ हुँदो रहेछ यो मोबाइलबाट है। मान्छेहरूले हान्ने हो हान्नु चाहिँ यहाँ नेपाली केटाहरू छ
नेपाली केटाहरू आइरहेको रहेछ है गाइज। हामी चाहिँ बोल्दैनौँ होइन, हामी चाहिँ तिनीहरूलाई बाल दिँदैनौँ कि हामी चाहिँ हाम्रै पारामा हिँड्ने हो होइन, अरूलाई हामी बाल दिँदैनौँ। हामी चाहिँ अलवेज दामी क्या होइन। अब यस्तै हो, आज रमाइलो हान्नुपर्ने हुन्छ। केटाहरूलाई म देखाउँछु ठाउँहरूको। यहाँ लास्टै ल्याङ चाहिँ भइरहेछ मलाई भ्लग हान्न है। अब थाहा छैन अझै के हुन्छ थाहा छैन, ट्राई चाहिँ जारी छ। यस्तै हो। ए हो गाइज, कसम के अरे आज अलि स्पेसल रहेछ क्रिसमस भन्दा। क्रिसमसमा त अलि ठिसै थियो, क्रिसमसमा हल्का ठिसै थियो। अहिले चाहिँ अलि बवाल भएछ। ठिकै छ। मैले यता लामो कहाँ आएको त, मैले के अरे ट्रेनमा र बसमा चाहिँ हान्न सकिनँ भ्लग होइन। यहाँ त हानिदिने हो, बसमा हानिदिन्छु म है। यहाँ दुईजना नेपाली दाईहरू चाहिँ आइरहनु चाहिँ भएको छ क्या सँगै होइन। हामी चाहिँ बाल दिँदैन है गाइज। फेरि सोध्ला कि यिनीहरू त अलिकति के हुन्छ के अरे एटिट्युड देखाउने रहेछ भन्ने हो होला होइन, तर त्यस्तो होइन। हामी एकदम सफा मनको मान्छे हो। यो लाल बियर सम्धी लालमती भन्दा नि हुन्छ यसलाई। नेपाली न्यु इयर त होइन, अब विदेशी न्यु इयर हो। यहाँ चाहिँ ट्राफिक रुल चाहिँ एकदम मान्ने क्या, सबैजना बाजार जाने नभन्ने क्या सबै होइन। यहाँ रातो देखाइरहेछ, सबैजना वेट गर्छन्। यता हरियो छ, यताबाट हिँड्छन्। हामी चाहिँ यता जाने हो, यसमा चाहिँ हामी एकछिन वेट गर्नै पर्ने हुन्छ होइन। एकदम त्यही हिसाबले रमाइलो हामी। ह्याप्पी न्यु इयर फेरि सबैजनालाई होइन। नेपालको त होइन, मैले बाटो क्रस हाने किनभने यहाँ हरियो बलिसकेको छ। मान्छेहरू च्याउँ आज चाहिँ होइन, त्यही डाङडुङ हिँडिरहेको छ क्या मान्छेहरू। घुलमुल जात्रा मेला लाग्यो जस्तो। यार भ्लगरहरूले कस्तो दामी भ्लग हान्छ भने यो रतन सतन होइन, म्यालमा जापान गएको छ, ब्याङबुङ हानिरहेको छ, रुया छ, के भइरहेको छ आफूलाई। एक्लै केटा आयो भने मलाई बसमा हान्न सकेन र मलाई रतनीले त्यहाँ भ्लग हान्दैछ त्यसमै। ल रमाइलो हान्नै हो भन्न, मलाई कस्तो के आएन क्या भ्लगर के हान्नु त बोल्यो त। यस्तै छ यही जागरी क्रोसियामा आउने जसले बुझेर आउनु होला। इन्टरटेनमेन्ट एकदम जे होस् आउनु, मारा देखाउनु चाहिँ देखाउँदैनौँ हामी। अब अस्ति क्रिसमसको भन्दा चाहिँ अहिले धेरै मान्छे रहेछ, त्यो रमाइलो भइरहेछ। तर लास्ट चाहिँ उ त्यो छ है, जागरी लास्ट महँगो छ नि। फेरि एउटा कुरा चाहिँ यसले चाहिँ होइन केटा हो, तिमीहरूलाई नआइज्यो भन्यो होइन। यस्तो भ्लग होइन केटा हो। हामी चाहिँ मस्ती हान्ने हो कहाँ, यस्तो अरूको बालै छैन नि। हामी आइहाल्यौँ, मस्ती हानिदिने हो, इन्जोय गर्ने हो। कामको बेला चाहिँ गाडगुलेती हुन्छ, यही हो। आज त अब इन्जोय डे हो, आज र भोलि बिदा। रक्स हान्नुपर्ने हुन्छ, ठिक छ। कोरियाको मान्छेहरू नै आउँदो रहेछ हौ यहाँ त। कोरियन ड्रेस लगाएर छ, यस्तै छ है। कोरियन ड्रेस हान्ने यो दाइ चाहिँ नेपाली दाइ रहेछ। टिकटक लाइभ गर्दै हिँडिरहेको रहेछ रनमती त, बाटोमा पनि माया कसम। हामी त के हो र यार भ्लग हान्ने त, फेरि कुद्नुपर्ने हुन्छ। यो चाहिँ यो घर चाहिँ मलाई पनि थाहा छैन यार। यो घर बवाल छ, ताजमहल भन्दा नि खतरा छ है। के हो मलाई पनि थाहा छैन होइन। ल यताबाट पुरा जाम छ, यताबाट हिँड्ने हो। भर्खर यो राति देखायो, हामी चाहिँ आइसकेका थियौँ। केही छैन, हिँडिदिने हो। दाईहरू छन् नेपाली दाईहरू पुरा। मैले त नेपालीको त अनुहारै देखाएको थिएन, यता आएर केटीहरू पनि यही हो। त्यहाँ पनि दुईजना नेपाली छ जस्तो छ, भर्खरको तरुणी यो क्या गाइज। यो चाहिँ नेपालीहरू हो होइन। अनुहार हेर्दै थपडा हेर्दै थाहा हुन्छ तर हामी नेपाली हो। हामी बाल दिँदैनौँ। अनि सानो स्टलहरू पनि छ, स्टलहरूमा कफ सप्स के हान्ने हो त भएन, जे हान्ने नि भयो। ठिकै छ। यहाँको चाहिँ छ नि साथीहरू, यही हो क्या पपुलर नेपालीहरू आउने, यही हो।
यसलाई के घोडा पार्क भन्दो रहेछ, हामीलाई चाहिँ थाहा छैन के पार्क हो होइन। बाहिर आउँछ लेफ्ट नै चढ्यो गाइज, एउटा कहाँ जाने भन्छ, गइदिउँ न। कहाँ जाने रे? खाजा खानलाई जाने अब नेपाली होटलमा। हो नेपाली होटलमा जाने रे। के खुवाउने रे? मोमो चाउमिन पानीपुरी खाने हो। नेपालीहरू चाहिँ त्यही हो क्या, जहाँ गयो नि मोमो चाउमिन होइन। मैले अब चाउमिन त आफ्नै रुममा बनाएर पनि खाइन्थ्यो, यहाँ त अब मोमो चाहिँ खाएको थिइनँ। आज टेस्ट चाहिँ हान्यो। त्यसरी यहाँ नेपाली होटल यहाँ खोल्दैन रहेछ त्यस्तो विधि खासै, के हो कडा हो है। घामै बिल्ला भइरहेको छ मा होइन। नेपाली होटल नि आयो, नेपाली केटीहरूले चाहिँ म त भ्लग गर्छु नि कडा, म एकछिन पज गर्छु है कडा। हामीले चाहिँ होइन खाजा साजा खायौँ, मोमो चाउमिन चाहिँ नेपाली दाइहरूकै थियो, रमाइलो थियो दाइहरू चाहिँ। अब चाउमिन पनि ठिकै थियो, चाउमिन मोमो चाहिँ त्यति खासै राम्रो लागेन। भ्लग हान्छु भन्यो, मान्छेहरू देख्छ है, कस्तो लाज लाग्छ क्या। अब त्यहाँ केटीहरू पनि थियो, अनि नेपालीहरू अरूहरू पनि थियो। कसैले अब तेरो सब्सक्राइबर कति छ भन्यो भने बिल्ला क्या, छैन मेरो सब्सक्राइबरै भन्ने जस्तो क्या। अब ठिकै छ, फर्स्ट हो ठिकै छ होइन। हामी चाहिँ अहिले के भन्छ यहाँ खाजा साजा खाएर अब यहाँ सुसु गर्न जानु लाग्यो क्या। यहाँ चाहिँ फ्रीको सुसु गर्नु पाउँछ केटा हो होइन। तिमीहरू जति सुसु मात्र नि कि हग्न पनि पाउँछ क्या फ्रीमा। अनि मोमो 1 प्लेट, चाउमिन 1 प्लेट, अनि कोक र फ्यान्टा खाइयो एउटा, ठिकै छ। अब यहाँ महँगो हो जे कुरा नि है, हामीले नेपालीमा कन्भर्ट गर्दा त त्यतिको नभनौँ कति नेपाली 18 चाहिँ 2000 जस्तो खाइहाल्ला जब। जब 1 प्लेट मोमो 1 प्लेट चाउमिन होइन, अनि एउटा सानो क्यान कोक र क्यान फ्यान्टा हो क्या, त्यतिको 2000 जस्तो पऱ्यो क्या। अब यहाँ जे कुरा नि अब हामीले त्यही हिसाबले तिर्नुपर्छ। अब झन् भोलिबाट त अब यहाँ युरो चल्छ, झन् सबै सामानहरू महँगो हुन्छ क्या। यही हो मार्केटहरू हो, यो सिभिल मल भाटबाटेनीहरू जस्तै हो। केटीहरू आइरहेको छ, राम्री छन् सबैजना, देख्दाखेरि मनै चसक्क हुन्छ। तर के गर्नु होइन, गाह्रो छ, सबैले देखेर चसक्क मसक्क गर्नु हुँदैन। टुच्चा हान्न जाने हो, यहीँ चाहिँ केटा हो टुच्चा सु हानेर आइयो, आनन्द भयो। अब ठिक छ, होटेलमा चाहिँ नेपाली केटीहरू छ क्या, हामी यस्तो ह्यान्डसम केटाहरू छौँ मा कसम। इन्डियन धोतीहरूलाई बोलाइरह्यो भने मा, अनि हामी त के अब हेर्ने होइन, हेर्नै बस्ने। यस्तो राम्रो केटीहरूले अब अरूले बोलाएपछि अब सुन्नै बस्ने क्या, ठिकै छ। अब हामी यसो बाहिरतिर एकचोटि भिजिट हान्ने हो, के रहेछ रमाइलो यसो घुम्नु पऱ्यो नि होइन। ल बाहिर त पुरै अँध्यारो भइसकेको छ हौ। कसम धनै लड्यो, अघि त कस्तो उज्यालो थियो, अहिले त पुरै अँध्यारो हो। आम्बो लिफ्टमा झन् लडिरह्यो, पुरै अँध्यारो छ। ल कडा हो भाइब्स न्यु इयरको के को भन्ने अब यो क्रिसमसदेखि यस्तै थियो, यस्तै भाइब्स। सानो कुकुर कराइरहेको छ त यतातिर, कहाँ खै कल लगिरहेको। कुकुरहरू चाहिँ खुब पाल्ने क्या, कुकुर बिरालो होइन, सबको घरमा आउँछ। अब हामीले पनि नेपालमा खासै वास्ता हान्दैन। अब यिनीहरूको त मलाई अब योङहरू सबै छोराछोरीहरू होइन, नातिहरू त हुँदैन क्या, यहाँ बस्दैन रहेछ। सबै राम्रो देशमा जाँदो रहेछन् क्या। अनि यहाँ चाहिँ हुने भनेको बुढीहरू होइन, बुढाहरू उनीहरू पनि काम गरेर हुन्छ के केटाहरू। यहाँ यस्तै हो, रमाइलो छ केटा हो। जस अँध्यारो हुँदैछ, अझ बढ्दैछन्। यसरी नै हो रमाइलो हान्ने केटा हो विदेशमा। अब धेरै टाइम नि लाग्दैन, अब केही समय बसिदिनसम्म रमाइलो हान्ने हो, ठिकै छ। सबै राम्रो छ। हामी अब मासतिर नि जान्छौँ, कन्सर्ट छ अझ मासतिर होइन। मासतिर कन्सर्टमा चाहिँ अझ रमाइलो हुन्छ होला। मलाई चुरोट खाँदैछ, केही छैन। चुरोट खायो भने क्यान्सर हुन्छ भने थाहा पनि खान्छ, यो खाने त हो होइन, ठिकै छ। मोज गरोस्, त्यसको लाइफ हो होइन। अब म चाहिँ खाँदिनँ,
ठिक छ ल ट्रेन हो कडा हो ट्रेन यहाँको चाहिँ यस्तै हो यस्तै हो ट्रेन फ्रीमा हो फ्रीमा हामा जहाँ गयो नि फ्रीमा हो कडा हो खासै इन्टरटेनमेन्ट नै दिन सकेन यार आज अब फर्स्ट ब्लग भएर होला कि के हो अब एक्सपिरियन्स नभएर हो कि के हो यहाँ हानिरहेछन् के अरे स्केटिङ नाइट स्केटिङ रमाइलो छ यहाँ अब आफूले आउँदैन है अर्काको हेऱ्यो बस्यो यस्तै हो साथीहरू गाह्रो छ विदेशमा नि हामी चाहिँ जाँदै हो होइन यहाँबाट त्यस्तै 5-7 मिनट हिँड्यो भने पुगिन्छ त्यहाँ होइन अनि त्यहाँ साथीहरूलाई भेट्ने हो तल्लो सेन्टरमा सपोर्टरहरू बबाल छन् मेरो त्यो पब्जी पनि खेल्छु क्या मैले पब्जी लाइभ साइभ गर्थेँ अब फोनै गान्डु छ नि त आइफोन भएको भए त फेरि मैले लाइभ हान्थेँ नि गाइज पब्जी पनि केही छैन मलाई यही मोबाइलबाट पनि ठिकै छ बबाल तरुणीहरू आउँछन् राम्री ल हेर्नुहोस् केटीहरू पनि होइन अनि हेरेर थुक मिलेर बस्नुहोस् अब के भने हामी पनि त्यही हो हामी गर्न सक्ने त्योभन्दा अरू केही छैन अनि यहाँ पनि बेच्छ कडा यस्तो चिजहरू नेपाल मात्र होइन कि यता नि बेचिरहेको हुन्छ यस्तो चिजहरू चाहिँ बच्चाहरूलाई बेच्ने चिज रमाइलो छ जस घुमियो पैसा नकमायो नि घुम्न चाहिँ पाइदो रहेछ रमाइलो छ साथीहरू रमाइलो कडा हो यहाँ एकछिन रोक्छौँ ठिक छ खोलेछ क्या चाहिँ रमाइलो जुनेली रातमा नेपाल भएको यस्तो हल्ला गरिदिन्थ्यो कि म होइन पुरै बाटै मेरो जस्तो गरिदिने अब के गर्नु गाह्रो छ नि विदेशमा हल्ला गर्न मिलेन जे पनि रुल्स हुन्छ है पालना गर्नै पर्ने हुन्छ त्यस्तै हो गाइज मेरो साथी होइन यहाँ मेरो साथी चाहिँ होइन आफ्नै तालमा छ क्या बोलिने होइन के होइन है यहाँ अब कुदेहरू नि हार्मोनियमहरू बजाइरहेको छ यहाँ क्या हार्मोनियम पनि बजाइरहेको छ होइन रमाइलो छ खै के हो अब माग्ने पनि देख्छ अब यसले त हार्मोनियम बजाएर मागिरहेको छ अब हामी पनि यहाँ काम गर्न आएको मान्छे कहाँबाट दिन सक्नु हामीले ठिकै छ कस्तो बवाल बजाइरहेको थियो यहाँ चाहिँ बब्बाल मान्छेहरू छ है आजमा कसम हुन्छ नि लास्ट मान्छेहरू छ क्या के हो कन्सर्ट चाहिँ भइरहेको थियो मैले अलिकति क्लिप चाहिँ हालिदिन्छु होइन तर इन्जोय गर्नु होला मेरो भ्लग हेरेर होइन जो बस्नुहुन्छ होइन सबैलाई चाहिँ अब त्यही हो ह्याप्पी न्यु इयर है सबै राम्रो छ अब यहाँ इन्जोय गरेर मैले साँच्ची मेरो केटाहरूलाई पनि भेटेको थिएँ यहाँ कन्सर्ट हुने ठाउँमा अहिले एकछिन पज भइरहेको छ अब केटाहरूलाई पनि भेटाएँ अब यिनीहरू अहिले कहाँ कोक लिन गएको छ कि म त
चाहिँ यहाँ बसिरहेको तुरेर त्यही दाइ आइ भन्नु त मेरो भ्लगमा म्यासेज के भन्नुपर्छ के भन्नु त 2-4 शब्द फर्स्ट भ्लगमा धेरै शुभकामना छैन योभन्दा खतरा हुनु पर्यो आजको सुरु भ्लग नै कन्सर्टमा छ क्या के न्यु इयर कन्सर्टमा छ ल अनलाइन देखाइदिउँ है मेरोमा त फेरि ह्यान्डसम टेस्ट नदेखाइदिउँ हाम्रो दाइ हुनुहुन्छ उर्लाबालीको दाइ एकदम खतरा हुनुहुन्छ दाइ नि कमेडी बवाल हान्नुहुन्छ होइन खास चाहिँ यो दाइ चाहिँ स्ट्यान्डअप कमेडी च्याम्पियनमा जानुपर्ने हो दाइ विजयतिर आउनु भएछ के छ अब दाइले देखिरहने हुन्छ हामीले होइन ह्याप्पी न्यु इयर गाइज यहाँ चाहिँ होइन केटा के न्यु इयर चाहिँ होइन पुरा दसैँ तिहार नेपालको दसैँ तिहार जस्तै हुँदो रहेछ क्या क्रिसमसमा यस्तो भाइब थिएन आज यस्तो बवाल छ क्या यहाँ होइन अनि यहाँ हाम्रो साथीले चाहिँ के भन्यो भने दाइले चाहिँ होइन एउटा रुल भने क्या यो चाहिँ हावा हो कि के हो होइन के रे दिन्छ दाइ तपाईँको त होइन यहाँ चाहिँ अब न्यु इयर ठ्याक्क 12 बजेपछि किस एक्सचेन्ज गर्दछ क्या केटा र केटीमा जो नजिक छ त्यसलाई किस हान्ने मतलब छैन सानो ठुलो कालो कालो के होस् के किस्तै हान्छ होइन त्यही पर्खाइमा छ हामी चाहिँ हामी एकदम दाइको कुरा सुनेर चाहिँ हामी एकदम उत्सुक छौँ क्या हामी हुन्छ नि दाँत हात माझेर आज हामीले होइन हामी चेयरमाथि बसेर भयो नि उभिन तयार हो होइन केही छैन होइन ठिकै छ हामी एकदम उत्तिसमा छौँ अब हेरौँ के हुन्छ बवालकै यहाँको स्टेजहरू चाहिँ अब एकदम सही बनाइदिन्छ म्युजिक सिस्टम यस्तो छ कि कसम मुटुको पुरा नसा धड्कनमा छिर्छ क्या यहाँको म्युजिकले हात उठाउँदा पनि यार हात त ह्याप्पी न्यु इयर अहिले हामी जहाँ पनि बस्नु छैन हामीले चाहिँ आज मनायो अब केही गीतमा केही बुझ्ने होइन माया कसम होइन गीत पनि केही बुझेन नाच्न त नाचियो तर हुन्छ नि भने जस्तो अलिकति रमाइलो त कस्तो भन्ने हो टोटली मजा लिन पाएन क्या त्यही भएर गीत पनि के हो लगाइज आज चाहिँ अब न्यु इयर हल्का इभ मनाइयो होइन
रमाइलो भयो अब गीत सित केही बुझेन हामी त निस्किया हो होइन निस्किदियौँ गीत सित बुझेन एकछिन रमाइलो चाहिँ गऱ्यौँ दिउँसोतिर हेऱ्यौँ अब आज भ्लग के कस्तो हो केही थाहा छैन होइन जे हुन्छ राम्रै हुन्छ होइन आज फर्स्ट पनि हो म त्यस्तो भिडियो अब नराम्रो पनि छैन बिस्तारै 2-3 वर्ष बस्नुहुन्छ भाषा बुझे जस्तै भ्लगको कुरा गरेकै जान्छ अब न्यु इयरको सबैजनाको शुभकामना हो होइन सबैजनाको सुख समृद्धि होइन सबैको सफल होस् अब हामी नेपालमा त खासै यसको त्यस्तो हुँदैन भ्यालु नै हुँदैन अब विदेशमा हुनेहरूलाई चाहिँ अब हुन्छ नि अब राम्रो गरेर मनाउनु होला सबैको राम्रो होस् भलो होस् के भन्छ देवी देवताले चाहिँ रक्षा गरोस् होइन त्यति भन्दै म चाहिँ आजको भ्लग चाहिँ होइन यहीँ फिक्स गर्छु पछि फेरि हामी भेट्नेछौँ होइन अरू नयाँ भ्लग लिएर हस्त गाइड बाई बाई गुड नाइट सी यु लेटर